आज हामी नेपालको एउटा निकै महत्त्वपूर्ण राजनीतिक पार्टी CPN-UML को यात्राबारे कुरा गर्दैछौँ। कसरी एउटा वैचारिक जगमा बनेको पार्टी आज आएर व्यक्ति र शक्तिमा केन्द्रित हुन पुग्यो। ल आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौँ। यो पार्टीको पुरै कथालाई बुझ्न हामीले दुई फरक नेता र उनीहरूका बिल्कुलै फरक दृष्टिकोणलाई हेर्नुपर्छ, किनभने पार्टीको यात्रालाई परिभाषित गर्ने मुख्य द्वन्द्व यहीबाट सुरु हुन्छ। स्क्रिनमा हेर्नुस् त, पार्टीका दुई युगका यी भनाइहरूले नै सायद सबै कुरा प्रश्न पार्छन्। एकातिर मदन भण्डारी भन्दै हुनुहुन्छ, काम गरौँ, खोक्रो नाराले देश बन्दैन। अर्कोतिर केपी ओलीका समर्थकहरूको नारा छ, नेतालाई छोएर देखाउँ, देशमा आगो बाल्दिन्छौँ। हो, यही वैचारिक भिन्नताले नै पार्टीको रूपान्तरणको पूरा कथा भन्छ। त्यसो भए आजको हाम्रो मुख्य सवाल यही हो, विचार र सिद्धान्तमा चल्ने पार्टी कसरी व्यक्तित्व र शक्तिमा गएर अड्कियो? यो यात्रा कसरी भयो? यसको जवाफ खोज्न हामी पार्टीको इतिहासदेखि वर्तमानसम्मको यात्रामा निस्कनेछौँ। यो कथा सुरु हुन्छ नेपालमा कम्युनिस्ट आन्दोलनको एकदमै प्रारम्भिक दिनहरूबाट। ती दिनहरू निकै विभाजन र सङ्घर्षले भरिएका थिए। यहाँ हामी नेपालको कम्युनिस्ट आन्दोलनलाई आकार दिने केही महत्त्वपूर्ण घटनाक्रमहरू देख्न सक्छौँ। पुष्पलालले भारतको कलकत्तामा पार्टी स्थापना गर्नुभयो। त्यसपछि देशमा राणा शासन ढल्यो, तर धेरै टिकेन। राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाए। झापामा विद्रोह भयो, जहाँबाट एकजना युवा केपी ओलीको पनि उदय भयो, र अन्ततः 2046 सालको जनआन्दोलनले फेरि प्रजातन्त्र ल्यायो। यी सबै घटनाले भविष्यको CPN-UML को लागि मैदान तयार पारेको थियो। सोच्नुस् त, 1990 भन्दा अगाडि नेपालमा 14 भन्दा बढी कम्युनिस्ट समूहहरू थिए। यो संख्याले नै देखाउँछ कि त्यो आन्दोलन कति विवादित र विवादित थियो। सबैका आआफ्नै डम्फु, आआफ्नै ताल। अब कथाले एउटा महत्त्वपूर्ण मोड लिन्छ। यस्तो विभाजित आन्दोलनमा एकजना यस्ता नेताको उदय भयो जसले पार्टीलाई एक बनाउने र नयाँ वैचारिक दिशा दिने काम गरे, मदन भण्डारी। त्यो विभाजित आन्दोलनबाट दुई ठूला धारहरू, नेकपा माले र नेकपा मार्क्सवादी, एक ठाउँमा आए, र यही मिलनबाट जन्म भयो आज हामीले चिन्ने CPN-UML को, जसको नेतृत्वको बागडोर मदन भण्डारीले सम्हाल्नुभयो। भण्डारीले एउटा क्रान्तिकारी विचार अघि सार्नुभयो, जबज अर्थात् जनताको बहुदलीय जनवाद। अब यो के हो त? सरल भाषामा भन्नुपर्दा उहाँले भन्नुभयो, कम्युनिस्ट पार्टी पनि बन्दुक बोकेर होइन, चुनाव लडेर जनताको भोट जितेर सरकारमा जानुपर्छ, र पार्टीभित्र पनि फरक विचार राख्नेको सम्मान हुनुपर्छ। यो त्यो बेलाको परम्परागत कम्युनिस्ट सोचभन्दा बिल्कुलै फरक र साहसिक विचार थियो। तर पार्टीले वैचारिक उडान भर्दै गर्दा एउटा निकै दुःखद र रहस्यमय घटना घट्यो। 2050 सालमा दासढुङ्गामा भएको गाडी दुर्घटनामा मदन भण्डारीको निधन भयो। यो घटनाले पार्टीमा एउटा ठूलो वैचारिक र नेतृत्वको खालीपन सृजना गर्यो, जुन सायद आजसम्म पनि भरिएको छैन। भण्डारीको निधनपछि पार्टी कसरी अगाडि बढ्यो त? अब पार्टीको ध्यान विचारधाराबाट बिस्तारै शक्ति र सत्ताको राजनीतिमा कसरी मोडियो, त्यो हेरौँ है त। भण्डारीको निधनपछिको चुनावमा UML देशकै सबैभन्दा ठूलो पार्टी बन्यो र मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार गठन भयो। यो 9 महिने सरकारले ल्याएको वृद्ध भत्ता कार्यक्रम आजसम्म पनि चर्चित छ। त्यति बेला एउटा हल्ला थियो, कम्युनिस्टले 70 वर्ष पुगेकालाई मार्छन् रे, तर यो कार्यक्रमले त्यो भ्रमलाई चिर्न ठूलो मद्दत गर्यो। तर सरकारको स्वाद चाखिसकेपछि पार्टीको दृष्टिकोणमा एउटा आधारभूत परिवर्तन देखिन थाल्यो। अब वैचारिक बहसमा भन्दा पनि सत्ताको अङ्कगणितमा ध्यान जान थाल्यो। मुख्य एजेन्डा बन्यो जसरी पनि चुनाव जित्नु र शक्तिमा रहिरहनु। अब हामी पार्टीको आधुनिक युगमा प्रवेश गर्छौँ। यो युग केपी शर्मा ओलीको निर्विवाद नेतृत्वले परिभाषित गरेको छ, जहाँ पार्टी र नेता लगभग पर्यायवाची जस्तै बनेका छन्। सुरुमा केपी ओलीको नेतृत्वको त्यो पाटो हेरौँ जसले उहाँलाई जनतामाझ निकै लोकप्रिय बनायो। आखिर उहाँ यति धेरै पपुलर कसरी हुनुभयो? सम्झिनुस् त, त्यो भारतले लगाएको नाकाबन्दीको बेला उहाँले लिएको अडानले उहाँलाई राष्ट्रवादी नेताको छवि दियो। उहाँको बोल्ने शैली, उखान टुक्का र विकासका ठूल्ठूला सपनाहरूले जनतालाई खुबै आकर्षित गर्यो। समर्थकहरूले आई लभ यू केपी बा जस्ता नारा लगाउनुले उहाँको लोकप्रियता कस्तो थियो भन्ने देखाउँछ। तर हरेक सिक्काको अर्को पाटो हुन्छ, होइन र? अब ओलीको कार्यकालका ती पक्षहरू हेरौँ जसले ठूलो आलोचना र विवाद निम्ति आयो।
उहाँमाथि लागेका आरोपहरू पनि गम्भीर छन्, जस्तो कि दुई पटक संसद विघटन गर्ने कदम, जसलाई पछि सर्वोच्च अदालतले नै असंवैधानिक भन्यो, पार्टीभित्र फरक मत राख्नेहरूलाई पाखा लगाउने प्रवृत्ति र तेस्रो पटक पनि अध्यक्ष बन्न विधान नै परिवर्तन गर्न खोज्ने प्रयास। यी कार्यहरूले उहाँलाई निकै विवादास्पद बनायो। अब एकछिन रोकिएर सोचौँ, सीपीएन युएमएलमा देखिएका यी प्रवृत्तिहरू के यो पार्टीमा मात्रै सीमित छन् वा यो नेपाली राजनीतिको एउटा ठूलो र साझा चित्रको हिस्सा हो? यो प्रश्न निकै महत्त्वपूर्ण छ, किनभने जब हामी अरू दलहरूलाई हेर्छौँ एउटा उस्तै ढाँचा देखिन थाल्छ। वास्तवमा यो समस्या एमालेको मात्र होइन। हेर्नुस् न, माओवादी केन्द्रमा प्रचण्डको लामो नेतृत्व, कांग्रेसभित्रको कहिल्यै नसकिने आन्तरिक कलह वा अरू दलहरूमा हुने विभाजन, नेतृत्व र शक्तिको सङ्घर्ष नेपालका लगभग सबै दलको साझा चरित्र जस्तै बनेको छ। भनेपछि निष्कर्ष के निस्क्यो भने नेपालका प्राय सबै दलहरूमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको देखिन्छ। यो एउटा साझा र सायद दुःखद प्रवृत्ति बनेको छ। अब अन्त्यमा एउटा शक्तिशाली विचार राखौँ है त। भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो कार्यकालमा धेरै आलोचना सहेपछि भनेका थिए कि भविष्यले उनको कामको सही मूल्याङ्कन गर्नेछ, अर्थात् इतिहास म प्रति दयालु हुनेछ। के सीपीएन युएमएलले पनि यस्तै आशा गर्न सक्छ? तर सीपीएन युएमएल, विशेष गरी केपी ओलीको नेतृत्वमा जुन बाटोमा हिँडेको छ त्यसप्रति इतिहास त्यति दयालु नहुन सक्छ। स्रोतको यो भनाइ निकै सोचिनीय छ, जसले भन्छ इतिहास दयालु हुने छैन। यो विचारले हामीलाई पार्टीको भविष्य र यसको विरासतबारे सोच्न बाध्य बनाउँछ।